छ यहाँ मान्छेहरूले कता कता पेलेर म त झन्डै पेलिएको होइन त्यो यहाँ लाइन छ पारिपट्टि जानलाई यो पारिपट्टि जान लाइन छ यहाँ यस्तो अब के होइन यस्तै छ म चाहिँ उता उता जान्छु चाहिँ यहाँ म त्यहाँ जाँदैछु अब यहाँ टकलाएर जानु मिल्ने ठाउँ रहेछ जाम होइन के रहेछ हेरौँ ल होइन होइन नानु होइन यता बारी जाँदैछु म चाहिँ होइन पाइन्छ पाइन्छ किन आयो नमस्कार गरेर पूजा गर्ने रहेछ कि अरे होइन यहाँ यस्तो पारी जानु ल जाम नपारौँ पारिपट्टि जाम होइन ल हिँड्नु हिँड्नु दिदी हिँड्नु ल पारिपट्टि जाम होइन यहाँ हेर्नु सकिन्छ यस्तो अब यो पारिपट्टि गएर एकताल हेरौँ के रहेछ यस्तो देख्न सकिन्छ कि माथिसम्म छ अनि यतापट्टि पनि यो परसम्म छ है यता पनि परसम्म छ यताबाट यस्तो छ जाम होइन अब गोलो चाहिँ के भएको थाहा भएन मलाई त्यो गोलो परेर सल्लाह गरे हो कि केही के भने हो कि के थाहा भएन यो विषयमा चाहिँ अलिकति सोध्नै पर्छ एकपल्ट अब यहाँ पारी आउँदैछ म बिचमा पुलमा छु यहाँ है यो पुल बनाएको छ है बिचमा बागमतीको बुहारी र पारी जोड्ने पुल बनाएको पुलमा चाहिँ ट्याक्क लाग्छ यहाँ चाहिँ अब फोटो खिच्ने हो कि सबै फोटो मात्रै खिचेको नि त के गर्ने हो खासमा के हो यो के भएर हो क्या होइन पुरा पुरा भिडियो त लिनु पऱ्यो न त यो भ्लग आधी अधुरो भयो भने त काम भएन त्यसरी हो ल जाउँ 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 होइन अब यता आयो यता अब के छ यहाँ अब खासमा अब यहाँ हेरौँ अब यहाँ हेरौँ एकलट के रहेछ होइन एकलट हेर्नु पऱ्यो के रहेछ यस्तो हो अब यहाँ टिका सिका लाउन मिल्छ प्रसाद लाउन मिल्छ भने प्रसाद लाउनु पऱ्यो एकजनासित प्रसाद लाउनेर यसरी त्यहाँको लाएर सबैले प्रायः त्यो मैले पनि के खालको टिको हो त्यो लाउनु पऱ्यो कि सबैले होइन त्यो टिका लाउने तपाईँ दिन सकिन्छ है खोला गएर यहाँ ट्याक्क लाएर आदि गरेर होइन यहाँ गर्दैछु अब यता जानु मिल्छ कता जानु मिल्छ यहाँ यता जान्छु खै अलिकति खोला जाँदैछु म होइन अब ट्याक्क लाएर यहाँ खोलामा ए बागमती खोलामा फर्स्ट टाइम म यसरी यहाँ यत्रो जाँदैछु म है ट्याक्क लाएर होइन यति यति आउँछ ल खोला आएँ म होइन खोला आएपछि यस्तो देखिन्छ खोलाको चाहिँ अब खोलाबाट चाहिँ यतापट्टि सरी है यता फोटोसोटो खिच्ने नानी हो लडौला है नानीहरू फोटो खिच्दैछ नि यहाँ है ट्याक्क लाएर म चाहिँ खोलामै त्यति ट्याक्क लाएर नारायण भगवान रक्षा गरिदिनुहोस् परमेश्वर के हो अब यहाँ थाहा छैन यस्तो सिस्टम यस्तो छ यहाँ यस्तो अब के बनाएको हो यो होइन बत्ती बलिरहेको छ ट्याक्क लाएर प्रसाद लाउँदैछु टिका लाउँदैछु होइन अब अहिले हुन्छ भन्दै त्यहाँको दिदीले टिका लगाइदिँदै हुन्छ मलाई है त ट्याक्क लाएर टिका लाउँ प्रसाद अनि त्यसपछि यति हो ल यसरी मैले यो लगाएँ होइन अब भयो चाहिँ यो लगाएँ दिदीले लगाइदिनु भयो यस्तो छ यहाँ हामीले ऊ चढाइदिनु मिल्छ प्रसाद लिनु त म आउँछु चिन्ता नगर्नु बेलुका नै आउनु सक्छु म ल मैले यहाँ भेटी चढाउँदैछु हो भेटी चढाउँदैछु यो प्रसाद चढाइदिँदैछु यहाँ है होइन नारायण चढाइदिएँ हराएको रहेन त ठिक रहेछ होइन यहाँ पानीमा गएर आएँ जुत्ता चाहिँ रहेछ जस हराएको रहेन त जुत्ता लाउँ यहाँ लाइनमा पर्दै जानुपर्ने छ अवस्था ए पछाडि गर्न घचाडौँ त तेरिका यस्तो घचाडेर होइन ल के गरे ए
ए मान्छे पिच्छेला यो पुल पनि भाग्छ नि खालि मान्छे घाइते मनाउँछन् होइन ल हलो है त सबैजनालाई ए तेरिका यार भिडभाडै बहुत गयो यार ल हिँडौँ म त यहाँ त तेल लिएर झनै अचार हालेको होइन तेरिका दाइ मिलाउनु पर्ने भयो यार अचारै हुनेको मान्छे के गर्ने यस्तै छ है एक लाइन हिँड्यो अब म चाहिँ अब अरू 2 लाइन हिँडेँ के गर्ने झन्नै अचार भएको बल्ल तल निक्ल्यो भिडभाडबाट तेरिका भिडबाट निक्लेर नानीहरू यहाँ छठी मैयामा पूजा गर्न यता यस्तो परैसम्म देख्न सकिन्छ है होइन रमाइलो छ है एउटा यता क्लिप लिउँ त है कस्तो मजाको छ है त यो बत्तीवाले है त्यो लिङ्गाजस्तो बनाएर ठ्याक्कै यहाँ बत्ती बाल्ने रहेछ कि सिस्टम चाहिँ यहाँ दर्शन गऱ्यो जय छठी माई यहाँ दर्शन गऱ्यो अब यतापट्टि अगाडि जाँदैछु म अगाडि जाँदैछु होइन अगाडि जाँदैछु जाने फर्किने बाटो चाहिँ उति तल्लोपट्टि बाटो हो ल प्रसाद अगाडि छ अरे ठिक छ प्रसाद दिइरहेछ अगाडि जाउँ न दिइरहेछ ए पुल त जाला हात छ त यार पुल अलिकति गर्नु पर्यो गाइसकेको छु मैले प्रसाद चाहिँ अहिले लाउँदैछ लगाइदियो होइन प्रसाद जय छठी मैया होइन यता आइयो अब यहाँबाट अगाडि जाऊँ त्यसपछि फर्किने बेला उता पल्लो बाटो हो अहिले फर्किने बेला त उता जानुपर्छ तर रमाइलो छ है एकदम पुरै झकाउ छ सजावटमा चाहिँ कुनै कमी देखिनँ मैले ल छठी माईमा सजावटमा चाहिँ कुनै पनि कमी छैन यस्तो खतरा के लाइटिङहरू यताउति होइन यी पुलहरू यी ट्याक्क बाँसको होइन ए खतरा यो त छठी माई पछाडि मैले अहिले हेरेर आएको त्यतापट्टिबाट छठी माई दिन सकिन्छ पुरै तल पनि तलसम्म छ र तल पनि तलैसम्म छ जोस् रमाइलै छ ल जोस् छठी माईकै छ ल हनुमानजीसँग पनि यसो यहाँ एउटा भिडियो ट्याक्क राहत होइन छठी माई हेर्न आएको यहाँ हनुमानजीसँग यसो ल नेपाल टेलिकमको नेट त्यो धेरै भिडभाड भएपछि आउँदैन नि त टावर त्यही भएर यहाँ टावरै ट्याक्कै यहाँ ल्याएर राखेर चाहिँ है जस ठिक लाग्यो है सही लाग्यो पनि उता अहिले यो चाहिँ के को विज्ञापन हो यो नानी शिवन सिमेन्ट हो असली शिवन सिमेन्टको यो विज्ञापन गर्दै यस्तो कलर यस्तो होइन मान्छे हिँडिरहेको यस्तो मैले एङ्गो के को पनि देखाएको थिएँ अब शिवन सिमेन्टको रहेछ है ए ट्याक्क लगाएर कारणमा यहाँ सिक्री पनि हरायो अरे होइन अब के हराउँछ म चाहिँ जो सहिसन मेरो चाहिँ के होइन फाइनली अब यहाँबाट म बिदा हुन्छु अहिलेलाई किनकि अब यहाँ अलि पनि भयो यहाँ भिडियोहरू मैले बनाउँछु ट्याक्क लगाएर